सर्वप्रथम ललितजी आफ्नो छोटो परिचय दिनुहोस् र संस्थाको बारेमा अलिकति केही जानकारी दिनुहुन्छ कि? मेरो नाम अनन्त गिरी, म अब अमेरिकन कम्युनिटी सेन्टरको एक्जिक्युटिभ डिरेक्टर यहाँ दिल्लीमा। र यो प्रोग्रामको बारेमा अलिकति जानकारी गराउनुहुन्छ के कस्तो प्रोग्राम हो यो प्रोग्राम भनेको हाम्रो इन्टरनेसनल रेस्क्यु कमिटीले गरेको प्रोग्राम हो र यसमा चाहिँ हाम्रो खुसीको कुरो कस्तो छ भने हाम्रो धेरै जस्तो नानीहरू जति पनि समर ब्रेकमा त्यतिकै घरमा बस्नु भन्दाखेरि एटलिस्ट एक दुईवटा कुरो आर्ट्सहरू सिके र त्यसमा अब टिचर पनि हाम्रो आफ्नै प्रहलाद भाइ हाम्रो कम्युनिटीको व्यक्ति एकदमै ट्यालेन्टेड मान्छे र त्यसले गर्दाखेरि धेरै प्रगति भइरहेको महसुस भइरहेछ र एकदमै राम्रो भइरहेछ र नानीहरूले पनि एटलिस्ट त्यो आर्ट्स भन्ने के रहेछ भन्ने कुराहरू एटलिस्ट फिल गर्यो र कतिलाई अब इन्ट्रेस्ट लाग्नेहरूलाई अब यो गर्दै अगाडि बढ्ने यस्तो होइन देखेँ र एकदमै राम्रो हाम्रो धेरै पार्टिसिपेसन हाम्रो कम्युनिटीबाट रहेछ। त्यसमा अब इराकी बर्मिजहरू अरू नानीहरू पनि थियो रहेछ र त्यसमा अब मेजोरिटी चाहिँ हाम्रै नानीहरू रहेछ र एकदम खुसी लागिरहेको छ। यो एकदमै सक्सेसफुल प्रोग्राम जस्तो लाग्यो। यो प्रोग्राममा चाहिँ के ओक्ल्यान्डको पनि नानीहरू आएको थियो, अलमेडा पनि आएको थियो? अलमेडाबाट पनि थियो मतलब प्रसङ्गहरूतिर लैजाउँ होइन। बिएससिसीले भर्खरै तीज कार्यक्रम गरेको थियो, फन्ड रेज प्रोग्राम गरेको थियो र चाँडै नै एउटा सांस्कृतिक कार्यक्रम गरिरहेको छ। त्यो कार्यक्रमको बारेमा अलिक जानकारी गराइदिनुहुन्छ कि? हजुर, यो लास्ट प्रोग्राम भनेको हाम्रो 22 अगस्तमा भएको थियो बर्कलीमा र एकदमै सक्सेसफुल भयो। धेरैजनाले पार्टिसिपेट गर्नुभएको थियो र यो चाहिँ बेसिकली हाम्रो यो भनौँ न यस्तै खालको इभेन्ट्सहरू हामी राखिरहेको छौँ। हाम्रोमा फन्डिङ्सहरू त्यति छैन र त्यसलाई सपोर्ट गर्नुको लागि हामीले त्यो इभेन्ट्स राख्यौँ र नेक्स्ट चाहिँ हामीले सेप्टेम्बर 12मा फेरि एउटा कल्चरल इभेन्ट ठुलो पनि नभनौँ अब गेस्ट आर्टिस्टलाई बोलाएर हामीले रोशन गुरुङ नेपाली राम्रो गायक हुनुहुन्छ, नेपाली गायक रोशन गुरुङ भनेर भन्दै हुनुहुन्छ र इन द मिन टाइम अब हाम्रो यहाँको युथ ग्रुपहरू एकदमै धेरै एक्टिभ क्रिएटिभ युथहरू छ र उहाँहरूलाई पनि त्यो अपर्च्युनिटी दिनको लागि हामीले यो प्रोग्रामहरू गरिरहेका छौँ र यो चाहिँ ओक्ल्यान्डको सेमियो मेरिट युनिभर्सिटीमा 400 हथर्न स्ट्रिटमा हुँदैछ। सेप्टेम्बर 12 विल स्टार्ट एट 6 PM र त्यसमा अब हामीले लगभग 200-250 भन्दा बढी नै मान्छेहरू एक्सपेक्ट गरिरहेका छौँ र सिटहरू अलिकति लिमिटेड छ। त्यसमा अब प्रब्लम हुँदैन होला र जहाँसम्म यो ग्रान्ड नै हुन्छ जस्तो लागिरहेछ र त्यसमा अब हाम्रो अरू फाल्टो एक्टिभिटिजहरू मतलब फाल्टो कम्युनिटीबाट पनि पार्टिसिपेट गर्दैछ। बर्मिज डान्स एउटा आउँदैछ, एउटा क्याम्बोडियन डान्स आउँदैछ अनि एकजना हाम्रो यहाँ लोकल साथीले नेपाली गीत यहाँको हाम्रो गोरा साथीले नेपाली गीत गाउँदै हुनुहुन्छ र अर्को एकजना साथीले हिन्दी गीत गाउँदै हुनुहुन्छ र यसलाई अलिकति हामीले युनिक फन हिसाबले गर्ने छौँ र आई होप अब तपाईँहरू सबैजना आइदिनु भयो र पार्टिसिपेट गरिदिनु भयो भने धेरै राम्रो हुनेछ र नेक्स्ट टाइमदेखि हामी झन् राम्रो प्रोग्रामहरू ल्याउँदै जान्छौँ। धन्यवाद अनन्तजी, खुसी लाग्यो कार्यक्रमको बारेमा होइन र यस्तै कार्यक्रमहरू हुँदै गयोस् र अन्य कार्यक्रमहरू पनि भेट्न पाऊँ र आशा छ सबै साथीहरू त्यस कार्यक्रममा सफल बनाउनलाई आइदिनु हुनेछ। एकदम धन्यवाद छ तपाईँलाई पनि र सबैलाई यो खबरहरू यसो दिनुभयो भने सुन्नुहुने महानुभावहरूले अरू साथीभाइलाई नि भनेर 12 तारिक चाहिँ सबैलाई भेट्न पाए खुसी लाग्ने। धन्यवाद।